कमी, दक्ष जनशक्तिको पलायन जस्ता समस्याहरू हाम्रा विकासका चुनौतीको रूपमा रहेको छन्। तर पनि हामीले आफ्नो पालिकालाई विकसित बनाउन साँच्चै नै निष्ठापूर्वक चाहना गर्ने हो भने केही त प्रगति गर्न सक्छौँ भन्ने कुरामा ठाकुर बाबा नगरपालिकाले अगाडि बढाएका धेरै कामहरूले राष्ट्रिय स्तरमै चर्चा पाउनु र सम्मानित भएका कामहरूको उदाहरण नै बनेका छन् जस्तो हामीलाई लाग्छ। हुन त विकासका क्रमबद्ध योजनाहरू अगाडि बढाउन कसैले सपना देख्छ, सहयोग र हौसलाको पनि खाँचो पर्छ। लडेको बेला थामिदिने हातहरू, थाकेको बेला आग लगाउने ठाउँहरू, बाटो बिराएको बेला खबरदारी र रचनात्मक तथा सकारात्मक सुझावको आवश्यकता पर्छ। नगरवासीका थुप्रै सपना पूरा गर्न प्रदेश र सङ्घ सरकारको निरन्तर सहयोग अझ बढ्न आवश्यक छ। साथै गैर सरकारी सङ्घ संस्थाहरूको हातेमालो पनि त्यति नै आवश्यक छ, जसमा हामी भाग्यमान छौँ। हामीलाई निरन्तर रूपमा पनि सहायताका हात पनि गरिँदैछ। यसै गरी हामीले विभिन्न गर्नुपर्नेछ र हजुरहरूको शुभेच्छा र सल्लाह अनुसार हामीले यस क्षेत्रलाई उदाहरणीय बनाएर साझा समस्या र जनजीविकाको सवालमा यस पालिकालाई दलीय राजनीति र खिचातानीबाट माथि उठेको पालिकाको रूपमा स्थापित गराउनु छ। हामीमा व्यवहारिक ज्ञान, सिप, नैतिकता, चरित्र र संस्कार, संस्कृति, अनुसन्धान, प्रयोग